राति लड्नु भएको हुन्छ एउटा श्रीमतीको लागि। राति विदेशमा गएर 42 डिग्री सेल्सियसमा काम गरिराख्नु भएको हुन्छ। एउटा मात्रै सपना हुन्छ, मेरो श्रीमतीले घर बाँधेरै पनि होस्, घर ढाली पनि होस्, तर मेरो श्रीमतीले मेरो सन्तानलाई राम्रो बनाइदियो हुन्थ्यो भनेर आज बाबाले सपना देखेको हुन्छ। यो संसारमा एउटा मात्रै हुन्छ रे जसले आफ्नो जीवनभर सेक्रिफाइस गर्छ रे, त्याग छ रे। आफ्नो खुसी होइन, छोराछोरी र श्रीमतीको खुसीको लागि त्याग्ने एउटा मात्रै यो संसारमा महान हुन्छ रे, त्यो भनेको बाबा हुन्छ रे। आज तपाईँको छोरा छ, छोरी छ, कोही पनि छैन, छोराछोरी छैन, छैन। आज उहाँको छोरा रहेन, तपाईँले के भयो छोरा नभए पनि? आज छोरा नभए पनि उहाँ आउनु भएको छ, मालाले भयो। आज गाउँपालिका अध्यक्षज्यू उहाँको छोरा नभए पनि उहाँ आज आउनु भएको छ। आज एउटा माला लगाएर तपाईँ त बाबा हामी सबैको एउटा माला आउनुहोस् अध्यक्षज्यू, आज एउटा माला लगाएर उहाँलाई सम्मान गर्नुहोस् न। लगाइदिनुहोस् न माला, अङ्गा लाग्नुहोस् न अध्यक्षज्यूसँग, अङ्गा लाग्नुहोस् न। यो पनि नबिर्सिनु होला बुवा, यो पनि नबिर्सिनु होला। अरू कार्यक्रममा जान्थ्यौँ अध्यक्षज्यूलाई माला लगाइदिन्छौँ, यो कार्यक्रममा त आज तपाईँलाई माला लगाइदिनु भएको छ। ताली बजाइदिनु हेर्नुहोस् उहाँको अवस्था, बाबा उहाँ हेर्नुहोस् उहाँको अवस्था कति दुःख गरे आउँछ। आज उहाँ आमा